छेमा नाम चाहिँ अब तन्त्रभित्र आउँछ। अब तन्त्रभित्र पनि दुई किसिमको हुन्छ। एउटा चाहिँ हुन्छ कामा, एउटा चाहिँ हुन्छ तेर्मा। तन्त्रभित्र पनि दुई किसिमको, एउटा चाहिँ हुन्छ कामा, एउटा चाहिँ हुन्छ तेर्मा। कामा र तेर्माको बारेमा अलिकति छोटो इजिली बुझ्ने भन्यो भने चाहिँ कामा भनेपछि हाम्रो छुकुकुचो सँग धर्मकायदेखि लिएर अहिलेसम्म कन्टिन्युसली आफ्नो ढिन्छेन सावे लामा आफ्नो गुरुसँग जतिवटा टिचिङ प्र्याक्टिस त्यो कन्टिन्युसली आएको त्यसलाई चाहिँ भन्छ कर्मा। तेर्मा चाहिँ डाइरेक्ट गुरु रिम्पोछेदेखि जुन चेतनसँग लिङ्क छ, भेरी भेरी के भन्छ त कनेक्सन भेरी भेरी नियर छेउमा। तेर्माको चाहिँ के छ भने चाहिँ छेउमा छ, कामाको चाहिँ एकदम टाढो छुकुकुचो सङ्घदेखि आफ्नो ढिन्छेन सावे लामासम्म तपाईँले हेऱ्यो भने कति लामो होला, बहुत लामो। तेर्मा चाहिँ निजी तेर्मा, निजी कामा भने त्यसरी भन्छ तन्त्रमा पनि। अब अहिले हाम्रो दिन्जुङ छेमा लामा चाहिँ क्याप्टे ठाकुर दिन्जुङ लिम्बा। ठाकुर दिन्जुङ लिम्बाको अलिकति पहिला भन्नु पऱ्यो भने चाहिँ ठाकुर दिन्जुङ लिम्बाको अब उहिलेको के को अवतार हो उहाँ चाहिँ भनेपछि चाहिँ डोपुन ख्यौचुङ लोचा। डोपुन ख्यौचुङ लोचा चाहिँ हाम्रो गुरु रिम्पोछेको 25वटा डिसाइपल झेम्बाङ न्याङ्गामा एकजना चाहिँ डोपुन ख्यौचुङ लोचा हुन्छ। गुरु रिम्पोछेले आफ्नो डिसाइपल डोपुन ख्यौचुङ लोचालाई चाहिँ टिचिङ दिनुभएको। अहिले हामीले दिन्जुङको छेमा या दिन्जुङको गाउँको सुम्बुङ डल्लै चाहिँ के भन्दाखेरि डोपुन ख्यौचुङ लोचालाई कहिले दिनुभएको, बट उहाँले चाहिँ रिभिल गरेको छैन। रिभिल चाहिँ कहिले गरेको भन्दाखेरि चाहिँ जब उहाँ 1835मा जन्मनु भयो टिबेटमा थम ग्लोमा, त्यति बेला चाहिँ उहाँले रिभिल गर्नुभएको। त्यसको अगाडि चाहिँ रिभिल भएको छैन। गुरु रिम्पोछेको लोमा डोपुन ख्यौचुङ लोचाले चाहिँ गुरु रिम्पोछेले स्वयं हाम्रो अहिले दिन्जुङको टिचिङ डल्लै दिनुभएको उहाँले लिनुभयो, बट उहाँले चाहिँ आफ्नो चेलालाई चाहिँ रिभिल गर्नु भएन। रिभिलर भन्छ नि ल, जसले देखाउनुहुन्छ, जसले सिकाउनुहुन्छ, रिभिल चाहिँ गर्नु भएन, उहाँले टिचिङ दिनुभयो। डोपुन ख्यौचुङ लोचा र हाम्रो ठाकुर दिन्जुङ लिम्बाको बिचमा